प्रेजेन्ट थियो भनेपछि हामीले लास्ट लेक्चरमा कहाँसम्म पढाएको थियौँ त बाइसिङको अलिकति कुरा गरेका थियौँ हो ल सर रिभिजन गरौँ है त बाइसिङ भनेको के हो थाहा छ कसैलाई के याद छ लास्ट लेक्चरमा हामीले के भनेको थियौँ बाइसिङ भनेको थाहा छ भने भन त डायोडलाई पोटेन्सियल दिनु नै बाइसिङ हो है त ल भइरहेछ हामीले डायोडलाई एक्सटर्नल पोटेन्सियलसँग कतिवटा वेजमा जोड्न सक्छौँ थाहा छ बाइसिङको कतिवटा टाइप्सहरू थियो त्यो पनि मैले भनेको थिएँ नि ल दुई दुई टाइपले हामीले के गर्न सक्छौँ त डायोडलाई एक्सटर्नल पोटेन्सियलसँग जोड्न सक्छौँ एउटा भनेको के गर्न सकिन्छ फरवर्ड बाइसिङ गर्न सकिन्छ अर्को भनेको रिभर्स बाइसिङ गर्न सकिन्छ आवाज क्लियर छ ल यसको दुईटा प्रकार छ बाइसिङको कतिवटा प्रकार रहेछ दुईटा प्रकार रहेछ एउटा भनेको फरवर्ड बाइस अर्को भनेको रिभर्स बाइस हामीसँग फरवर्ड बाइसमा के हुन्थ्यो भन्दाखेरि पिएन जङ्सन डायोडलाई ल भन त मैले के भनेको थिएँ फरवर्ड बाइसिङमा के हुन्थ्यो हामीले के गर्थ्यौँ एक्ज्याक्टली टु बी प्रिसाइज पी पोजिटिभ भनिरहेछ एकजनाले अनि ल पी पोजिटिभ पी साइडलाई पोजिटिभमा कनेक्ट गर्ने त्यसै गरी एन साइडलाई नेगेटिभमा कनेक्ट गर्ने प्रोसेस भनेको के रहेछ त फरवर्ड बाइस एकजनाले त्यो भनिरहेछ अर्कोजनाले के भनिरहेछ साइमनले भनिरहेछ पी साइडलाई हायर पोटेन्सियलमा जोइन गर्ने यस यो क्वेसन मैले गराएको पनि थिएँ अनि तिमीहरूलाई के भनेको थिएँ तिमीहरूले याद गर्नको लागि अथवा कुनै कुनै क्वेसनमा यो एन्सर पनि मिल्छ राइट हो पी साइड पोजिटिभ एन साइड नेगेटिभ तर टु बी प्रिसाइज जहिले पनि तिमीलाई अप्सन दुईटा अप्सन छ एउटा अप्सनमा फरवर्ड बाइसिङको केसमा के भन्यो त पी साइड पोजिटिभ एन साइड नेगेटिभ भन्यो त्यसै गरी अप्सन नम्बर बीमा तिमीलाई के भन्यो पी साइड इज कनेक्टेड टु द हायर पोटेन्सियल एन्ड एन साइड इज कनेक्टेड टु द लोवर पोटेन्सियल भन्यो भने फरवर्ड बाइसको केसमा तिमीले केमा लाउनु पर्यो त टिक भन्दाखेरि जहिले पनि पी हायर पोटेन्सियल र एन भनेको लोवर पोटेन्सियल यो भनेको चाहिँ तिम्रो के हुन्छ करेक्ट एन्सर हुन्छ है त दुईटामा चुज गर्नु पर्दामा किनभने यो दुईटा स्टेटमेन्ट सेम जस्तै छ तर पनि मैले तिमीहरूलाई किन भनेको भन्दाखेरि तिमीहरूलाई थाहा छ सीईमा हामीलाई जहिले पनि यस्तै अप्सनमा फसाउँछ क्या तिमीहरूले कहिले पनि अब सीको के हेरेछौ भन्दाखेरि क्वेसन एन्सरहरू एमसिक्युजहरू हेरेछौ भने कस्तो हुन्छ भन्दाखेरि क्वेसन एकदम इजी हुन्छ क्वेसन गाह्रो थियो भनेर प्रायले कसैले पनि भन्दैन क्वेसन इजी हुन्छ त्यसमा के गाह्रो हुन्छ भन्दाखेरि अप्सनहरू एकदम सिमिलर अप्सनहरू हालिदिएको हुन्छ जस कारणले गर्दाखेरि हामी कन्फ्युजन भएर इजी क्वेसन पनि के गर्छौँ त बिगार्छौँ त्यही भएर हामीले यस्तो सानो पोइन्टहरू चाहिँ बुझ्नु पर्यो है त ल अब यहाँ बाइसिङ अफ पिएन जङ्सन डायोडमा हामीले के गर्नु पर्यो त डायोडलाई एक्सटर्नल पोटेन्सियलसँग कनेक्ट गर्नु पर्यो एक्सटर्नल पोटेन्सियलसँग कनेक्ट कसरी गर्न सकिन्छ एउटा भनेको फरवर्ड बाइस ल लेखौँ है त अब एउटा भनेको फरवर्ड ल फरवर्ड बाइसिङमा के हुन्छ अरे फरवर्ड बाइसिङमा हामीले पी साइड इज कनेक्टेड टु हायर पोटेन्सियल and N side is connected to lower potential ल यो कुरा बुझ्नु पर्यो त्यसै गरी अब यहाँ त फरवर्ड बाइसिङमा के हुन्छ त पी साइडलाई पोजिटिभमा कनेक्ट गर्यो एन साइडलाई नेगेटिभमा कनेक्ट गर्यो भने विथ अफ द डिप्लिसन लेयर भनेको त सबैलाई थाहा छँदैछ हामीले अहिलेसम्मको अगाडिको लेक्चर प्रिभियस लेक्चर्सहरूमा डिप्लिसन लेयर कसरी बन्छ डिप्लिसन लेयरमा के हुन्छ त्यसको बारेमा कुरा गरिसकेका छौँ यो मैले अहिले जुन क्वेसन सोधिरहेको छु डिप्लिसन लेयरको विथ के हुन्छ त्यसको आन्सर पनि मैले भनेको छु ल भन त डिप्लिसन लेयरको विथ के हुन्छ डिप्लिसन लेयर डिक्रिज
ल डिप्लिसन लेयर चाहिँ के हुने पर्यो त डिक्रिज हुने पर्यो विथ ल अब यहाँ हेर त विथ अफ द डिप्लिसन लेयर डिक्रिज अनि यसमा के हुन्छ त करेन्ट फ्लो हुन्छ कि हुँदैन फरवर्ड बायसिङमा करेन्ट फ्लो हुन्छ कि हुँदैन a large amount of current flow is observed ल यहाँ हेर त फरवर्ड बायसिङमा हामीले करेन्ट फ्लो देख्छौँ र यो करेन्ट फ्लोको डिरेक्सन कता हुन्छ भनेर मलाई तिमीहरूले भन्नु पर्यो त्यस पछाडि अर्को के भन्नु पर्यो भन्दाखेरि करेन्ट फ्लो भनेको के कारणले गर्दाखेरि हुन्छ करेन्ट फ्लोको मेकानिजम दुईटा मेकानिजम थियो दुईटै मेकानिजम मैले भनिसकेको छु करेन्ट फ्लोको मेकानिजम के हो र त्यो करेन्ट फ्लो भनेको डिरेक्सन कताबाट कता हुन्छ त्यो भन्नु पर्यो तिमीहरूले मलाई ल यो भनेको है त ल आन्सर गर त ल कसैले भनेन मै भन्छु है त यहाँ हेर है त के हुन्छ भने करेन्ट फ्लो अब यहाँ हेर एउटा डायोड बनाऊँ है त यो एउटा डायोड भयो अब यसमा हामीले के गर्छौँ त यो लेयर बनाउँछौँ यो के भयो त यो डिप्लिसन लेयर भयो है त अब यहाँ हेर यो मेरो छ पी साइड यो छ पी साइड यो छ एन साइड मैले के गरेँ पी साइडलाई पोजिटिभ पोटेन्सियल दिएँ अथवा हायर पोटेन्सियल दिएँ र एन साइडलाई मैले लोअर पोटेन्सियल दिएँ अथवा नेगेटिभ अब यहाँ हेर त यो कन्डिसनमा मेरो डायोड कुन टाइपको बायसिङ भयो त यो कन्डिसनमा मेरो डायोड फरवर्ड बायसिङ भयो अथवा तिमीले यसलाई यसरी पनि रिप्रेजेन्ट गर्न मिल्छ यसरी ब्याट्री लगाएर पनि रिप्रेजेन्ट गर्न मिल्छ यदि कन्फ्युजन हुन्छ भने अब यहाँ हेर त पी साइडमा हाम्रो के हुन्छ पी साइडमा के हुन्छ मेजोरिटी अफ चार्ज क्यारियर्स भनेको होल हुन्छ ल त्यसै गरी एन साइडमा मेजोरिटी अफ चार्ज क्यारियर भनेको के हुन्छ त इलेक्ट्रोन हुन्छ अब यहाँ हेर त यहाँनिर के हुने भयो त भन्दाखेरि जब तिमीले यो भनेको हाम्रो डिप्लिसन लेयर हो डिइपिएलइटिआइओएन ल डिप्लिसन लेयर हो यहाँ हेर त यो डिप्लिसन लेयरमा करेन्टको फ्लो अब कताबाट कता जान्छ भन्ने कुरा पनि पत्ता लगाउनु पर्यो अर्को भनेको फरवर्ड बायसिङ गरिसकेपछि एक्सटर्नल फिल्डको डिरेक्सन कताबाट कता हुन्छ एक्सटर्नल फिल्ड भनेको यताबाट यता पीबाट एनसम्म हुन्छ त्यसै गरी यो डिप्लिसन लेयरमा हाम्रो एउटा इन्टरनल इलेक्ट्रिक फिल्ड क्रिएट भएको हुन्छ जसले गर्दाखेरि यहाँनिर एउटा बेरियर पोटेन्सियल हुन्छ भन्ने कुरा हामीले गरेका थियौँ त्यो बेरियर पोटेन्सियलमा इलेक्ट्रिक फिल्डको डिरेक्सन कताबाट कता हुन्थ्यो एन साइडबाट पी साइडतिर हुन्थ्यो अब यहाँ हेर त यो डिप्लिसन लेयरको विथ कसरी घट्छ भन्दाखेरि एक्सटर्नल इलेक्ट्रिक फिल्ड भनेको पीबाट एनसम्म र इन्टरनल इलेक्ट्रिक फिल्ड भनेको एनबाट पीसम्म ल यहाँ हेर त इन्टरनल इलेक्ट्रिक फिल्ड भनेको एनबाट पीसम्म एक्सटर्नल इलेक्ट्रिक फिल्ड भनेको पीबाट एनतिर सपोज यहाँ हेर त यो इन्टरनल इलेक्ट्रिक फिल्डको कन्ट्याक्ट पोटेन्सियल अथवा बेरियर पोटेन्सियल मानौ मैले 0.7 इलेक्ट्रोन भोल्ट छ अरे है त अब यहाँ हेर त मैले बाहिरबाट ब्याट्री लगाएँ मैले बाहिरबाट ब्याट्री लगाएर 0.1 इलेक्ट्रोन भोल्ट लगाएँ भने के हुन्छ यो 0.7मा 0.1 इलेक्ट्रोन भोल्ट घटेर इन्टरनल इलेक्ट्रिक फिल्ड अहिले अब 0. इलेक्ट्रिक फिल्डमा पोटेन्सियल कति रहन्छ त 0.6 रहन्छ त्यसै गरी मैले रिपिटेडली यो ब्याट्रीको पोटेन्सियललाई बढाउँदै गएँ भने के हुन्छ यहाँ त 0.1बाट 0.2 गरेँ भने नेट कति हुन्छ त 0.5 हुन्छ त्यसै गरी 0.3 0.4 गर्दै मैले ठ्याक्क 0.7 पुर्याएँ एक्सटर्नल पोटेन्सियल भने यो मेरो के हुन्छ इन्टरनल इलेक्ट्रिक फिल्ड यानि कि डिप्लिसन लेयर एकदम घटेर 0मा आउँछ यो कुरा सबैलाई क्लियर छ भन त यसमा केही कन्फ्युजन छ ल यसमा केही कन्फ्युजन छैन यति कुरा बुझ्यो भनिसकेपछि डिप्लिसन लेयरको विथ घट्दो रहेछ त्यो कुरा बुझ्यो अब यहाँ हेर त मैले एक्सटर्नल इलेक्ट्रिक फिल्ड लगाइसकेपछि यहाँ हेर त पी साइडबाट एन साइडतिर इलेक्ट्रिक फिल्ड लगाएको छ भनिसकेपछि अर्को कुरा हामीलाई के थाहा हुनु पर्यो भन्दाखेरि पोजिटिभ चार्जमा फोर्स भनेको जहिले पनि पोजिटिभबाट कता लाग्छ त एलोङ द इलेक्ट्रिक फिल्ड भनिसकेपछि यहाँ हेर त यो होल्सहरू कता जाने भयो होल्सहरू यसरी यता एन पीबाट एनमा जाने भयो अब यहाँ हेर त एक्सटर्नल फिल्डले पनि होल्सलाई पीबाट एनमा जान सपोर्ट गरिरहेछ र यो होल्सको कन्सन्ट्रेसनले गर्दाखेरि पनि पीबाट एनमा जान्छ
त्यसै गरी अब इलेक्ट्रोनको केसमा यहाँ हेर त p बाट n मा फिल्ड छ, इलेक्ट्रोनमा फोर्स भनेको जहिले पनि कताबाट कतातिर लाग्छ भन्दाखेरि इलेक्ट्रोनमा फोर्स भनेको अपोजिट टु द इलेक्ट्रिक फिल्ड फोर्स लाग्छ भनिसकेपछि एन साइडबाट पी साइडमा इलेक्ट्रोन जान पाउने भयो, यो कुरा बुझ्नु पर्यो। अब एन साइडबाट पी साइडमा इलेक्ट्रोन जानको लागि एक्सटर्नल फिल्डले सपोर्ट गर्दै गर्दा इलेक्ट्रोनको आफ्नो कन्सन्ट्रेसनले गर्दाखेरि पनि एन साइडबाट पी साइडमै जान खोज्छ र यो प्रोसेसलाई हामीले के टाइप अफ मेकानिजम भन्थ्यौँ भनेर मलाई आन्सर गर त। डिफ्युजन, एक्ज्याक्टली डिफ्युजन। ल करेन्ट फ्लो इज ड्यू टु डिफ्युजन। ल यति कुरा बुझ्नु पर्यो। अब यहाँ हेर त करेन्ट फ्लो डिफ्युजनले गर्दाखेरि भयो। अब करेन्टको डिरेक्सन कता हुन्छ त भन्दाखेरि जहिले पनि हामीले कन्भेन्सनल करेन्टको डिरेक्सन भनेको एलोङ द मुभमेन्ट अफ पोजिटिभ चार्ज अथवा अपोजिट टु द मुभमेन्ट अफ इलेक्ट्रोन भनेर भन्ने गर्छौँ। यहाँ हेर त इलेक्ट्रोन एनबाट पीतिर गइरहेछ भनिसकेपछि करेन्टको डिरेक्सन भनेको पी साइडबाट एन साइडतिर हुनु पर्यो। ल यति कुरा नबुझ्ने कोही छ भने मलाई भन, टेक्स्ट गर। यहाँसम्म सबैलाई क्लियर छ? ल सबैलाई क्लियर छ, ठिक छ। अब यहाँ हेर त यति भइसकेपछि हामीले फरवर्ड बायसिङ बुझ्यौँ। अब यहाँ हेर है त यो मेरो फरवर्ड बायसिङको केस। अब हामी के पढ्न गइरहेछौँ? आइबी क्यारेक्टरिस्टिक्स, करेन्ट र भोल्टेजको क्यारेक्टरिस्टिक्स। ल यहाँ हेर है त यो केसमा मसँग एउटा के छ, पीएन जङ्सन डायोड छ। ल यहाँ हेर त पीएन जङ्सन डायोडलाई मैले पी साइडलाई के दिएको छु यहाँनिर, यहाँबाट हेर त यो पोजिटिभ पोटेन्सियल भनेको पी साइडतिर छ हो, त्यसै गरी यो नेगेटिभ पोटेन्सियल भनेको कतातिर छ, एन साइडतिर छ। अब यहाँबाट मैले के गरिरहेको छु, यो भनेको भोल्ट मिटर हो, यो भोल्ट मिटरले यहाँनिरको मेरो भोल्टेज नापिरहेको छु। त्यसै गरी यो भनेको के हो, मिलियम मिटर, यसले म के नापिरहेको छु त, करेन्ट नापिरहेको छु। यो भनेको के हो, रियोस्टाट। ल अब यहाँ है त मैले के गरेँ त, फरवर्ड भोल्टेजलाई, यो क्लियर त छ नि, यो क्लियर छ भने यहाँ है त ल यहाँ हेर त यो फरवर्ड भोल्टेजलाई बिस्तारै बढाउँदै गर्दाखेरि के भयो, यसरी बढाउँदै गर्दाखेरि यहाँ 0.1बाट बढाउँदाखेरि करेन्ट यहाँ देखियो, 0.2 सम्म यहाँ देखियो, यसरी यहाँ आयो करेन्ट है, यहाँबाट यहाँसम्म आयो। अब यो पोइन्ट 0.3 भन्ने पोइन्टमा पुगिसकेपछि यहाँ हेर त अब चाहिँ करेन्ट वात्तै माथि बढेको छ। यो कुरा सबैलाई भिजुअलाइज भयो कि यसमा केही कन्फ्युजन छ? यो कुरा सबैलाई क्लियर छ? बिस्तारै हेर त भोल्टेज यो 0.1 फरवर्ड भोल्टेज राख्दाखेरि करेन्ट अलिकति देखियो, 0.2 राख्दाखेरि अलिकति बढ्यो करेन्ट, 0.3 फरवर्ड भोल्टेज गर्दाखेरि करेन्ट अझै बढ्यो। अब यहाँ हेर त 0.3 बाट स्लाइटली हामीले भोल्टेज एक्सटर्नल भोल्टेजलाई बढायौँ भने के हुने रहेछ त, करेन्ट भनेको स्वात्तै माथि बढिरहेछ है त। यो तिमीहरूले अब्जर्भ गर्न सक्यौ यहाँनिर? यसमा केही कन्फ्युजन छ? ल यसमा केही कन्फ्युजन छैन। ल यसमा केही कन्फ्युजन छैन भने यहाँ हेर त यो भोल्टेज जुन भोल्टेजबाट करेन्ट एब्रप्टली इन्क्रिज भयो त्यो भोल्टेजलाई हामीले के भन्छौँ भनेर थाहा छ? त्यो भोल्टेजलाई हामी नी भोल्टेज भनेर भन्छौँ। ल यति कुरा बुझ्नु पर्यो बायसिङ अफ पीएन जङ्सनमा। यहाँ हेर त यहाँ पनि लेखेको छ, द फरवर्ड भोल्टेज बियोन्ड विच द करेन्ट थ्रु द जङ्सन स्टार्ट्स इन्क्रिजिङ ऱ्यापिडली। यहाँ हेर त फरवर्ड भोल्टेज मैले बढाउँदै गर्दाखेरि अघि पनि मैले भनेको थिएँ नि कसरी इलेक्ट्रिक फिल्डले गर्दाखेरि बेरियर पोटेन्सियल एक्सटर्नलले गर्दाखेरि घट्छ भनेर देखाएको थिएँ नि। त्यसै गरी यहाँ त 0.1 हाल्दाखेरि अलिकति घट्यो होला र करेन्ट देखियो, 0.2 ल्याउँदाखेरि अलिकति विथ घट्यो र करेन्ट देखियो, र 0.3 भनेको उसको इन्टरनलको कन्ट्याक्ट पोटेन्सियल थियो र 0.3 बाहिरबाट दिइसकेपछि त त्यो यता र यता इक्वल अपोजिट भइसकेपछि त 0 भयो। 0 भइसकेपछि अब करेन्ट त लार्ज एमाउन्टमा फ्लो हुने भयो र यही भोल्टेजलाई हामीले के भन्छौँ त, नी भोल्टेज भनेर भन्छौँ, अथवा यसलाई के भन्छौँ त, यहाँ त थ्रेसोल्ड भोल्टेज पनि भन्न सकिन्छ, कट अफ भोल्टेज पनि भन्न सकिन्छ, अथवा नी भोल्टेज पनि भन्न सकिन्छ। यति कुरा बुझ्न सक्नु पर्यो। अब यहाँ त यति कुरा क्लियर छ? अहिलेसम्म केही हामीले ढिलो पढे जस्तो भएको छ तिमीहरूलाई? के कन्फ्युजन यसमा पढाउने तरिकामा? ल ठिक छ, सब क्लियर छ भने अब यहाँ है त
यहाँसम्म बुझ्यो नि भोल्टेज भनेको के रहेछ भन्ने कुरा बुझ्यो। अब यहाँ हेर त इफ द लाइन AB इज एक्सटेन्डेड, यहाँ हेर त यो जुन लाइन छ नि यो लाइन भनेको 0.3 भोल्टेजदेखि सट्ट माथि करेन्ट बढ्यो भनिसकेपछि यो भोल्टेजबाट माथि जाँदाखेरि हामीले के थाहा पायौँ त यो भोल्टेज भनेको चाहिँ थ्रेसोल्ड भोल्टेज रहेछ। थ्रेसोल्ड भोल्टेज भनेको मिनिमम भोल्टेज जुनसम्म हामी पुग्यौँ भने करेन्ट चाहिँ वात्तै एब्रप्टली इन्क्रिज हुन्छ, त्यो भोल्टेज भनेको थ्रेसोल्ड भोल्टेज, नी भोल्टेज अथवा कट अफ भोल्टेज। अब यहाँ हेर त यो भोल्टेजलाई हामीले यो भोल्टेज बाट बढेको करेन्टलाई यो लाइनलाई एबी लाइनलाई हामीले सिधै मुनि ल्यायौँ, यसरी एक्सटेन्ड गर्यौँ भने यसले कहाँ क्रस गर्छ त भन्दाखेरि यो 0.3 भोल्टेजमा कट गर्छ। र यो 0.3 भोल्टेज भनेको चाहिँ के हो त इन्टरनल कन्ट्याक्ट पोटेन्सियल हो। के हो रे इन्टरनल कन्ट्याक्ट पोटेन्सियल, यति कुरा याद गर्नु पर्यो। ल यहाँ हेर त द भ्यालु अफ कट अफ भोल्टेज इज एबाउट 0.3 फर जर्मेनियम डायोड एन्ड 0.7 फर सिलिकन डायोड, यो कुरा याद गर्नु पर्यो। अब यहाँ हेर यसमा तिमीहरूलाई हुने कन्फ्युजन, दुईटा कन्फ्युजन हुन्छ। यो यहाँबाट क्वेसन फर्स्ट छ, मजाले क्वेसन फर्स्ट छ, तिमीहरूले मक टेस्टमा त कति यस्तो क्वेसन सोध्छ र सीमा पनि सोध्ने क्वेसन भनेको यस्तै हो। र यसमा के कन्फ्युजन हुन्छ अब यहाँ हेर ल यहाँ हेर ल यो एन्सर गर त मलाई। ल 1.1 इलेक्ट्रोन भोल्ट एन्ड 0.72। ल यहाँ हेर त यसमा हामीलाई के कन्फ्युजन हुन सक्थ्यो भन्दाखेरि अब यहाँ हेर भर्खर हामीले यो के पढ्यौँ कट अफ भोल्टेज भनेको जर्मेनियमको लागि 0.3 हो, जर्मेनियमको लागि कट अफ भोल्टेज भनेको 0.3 हो, त्यसै गरी सिलिकनको लागि कट अफ भोल्टेज भनेको 0. कति हो त फर सिलिकन भनेको 0.7 भोल्टेज हो। अब हामीले यसलाई चाहिँ कहिलेकाहीँ अब पढ्दा पढ्दै बिर्सेर फर्बिडन एनर्जी ग्यापमा चाहिँ 0.3 र 0.7 लगाइदिन्छौँ अनि हाम्रो के हुन्छ त रङ हुन जान्छ। यसमा हामीले कन्फ्युजन हुनु भएन। जहिले पनि हामीले फर्बिडन एनर्जी ग्याप हामीले सुरुमा के भनेर पढेको थियौँ सिलिकनको लागि SiLiCon डबल आई छ भनिसकेपछि 1.1 भनेर याद गरेका थियौँ। त्यसै गरी जर्मेनियमको केसमा जी भनेको 7th लेटर अफ अल्फाबेट अनि 0.72 त्यसरी हामीले निमोनिक्स बनाएर याद गरेका थियौँ, यो कुरा याद हुनु पर्यो। त्यसै गरी अब अर्को कुरा बाइसिङ अफ पिएन जंक्सनमा भर्खर हामीले पढेको भनेको नी भोल्टेज फर अथवा कट अफ भोल्टेज फर जर्मेनियम भनेको 0.3 र सिलिकन भनेको 0.7। यसलाई एकदम इम्पोर्टेन्ट मार्क गर्ने है त। ल अब यहाँ है त अब हाम्रो आयो रिभर्स बाइसिङ, यसको बारेमा सुरुमा केही लेखौँ। ल अब यहाँ त रिभर्स बाइसिङ भनेको के हो? रिभर्स बाइसिङ भनेको हामीले कुनै पनि एउटा डायोडलाई एक्सटर्नल पोटेन्सियलमा कनेक्ट गर्दै गर्दाखेरि डायोडको पी साइडलाई लोअर पोटेन्सियल र एन साइडलाई हायर पोटेन्सियलमा कनेक्ट गर्छौँ भने त्यो केसलाई हामी के भन्छौँ त रिभर्स बाइसिङ। अब यहाँ है त रिभर्स बाइसिङमा के हुँदो रहेछ भनेर हामी भिजुअली सुरुमा हेरौँ अनि त्यसको बारेमा लेखौँ। ल यहाँ है त यो हो मेरो पी टाइप, यो मेरो एन टाइप, यो मेरो डिप्लिसन लेयर, यसमा इलेक्ट्रिक फिल्ड भनेको इन्टरनल एनबाट पीमा छ। ल मैले बाहिरबाट पोटेन्सियल लगाउँदैछु है त, पीलाई मैले दिएँ लोअर पोटेन्सियल र एनलाई दिएँ मैले हायर पोटेन्सियल, यो मेरो भयो रिभर्स बाइसिङ कन्डिसन। यो के भयो त रिभर्स बाइसिङ कन्डिसन। अब यहाँ हेर त रिभर्स बाइसिङमा के हुने रहेछ, सबैभन्दा सुरुमा पीमा धेरै होल हुन्छ, एनमा धेरै इलेक्ट्रोन हुन्छ। यहाँ हेर त यति भइसकेपछि अब मैले यो डायोडलाई रिभर्स बाइसिङ गरिसकेपछि के हुन्छ भन्दाखेरि नि यहाँ है त रिभर्स बाइसिङ गरिसकेपछि इन्टरनल इलेक्ट्रिक फिल्ड भनेको कताबाट कता डिरेक्टेड छ, एनबाट पीतिर डिरेक्टेड छ।
त्यसै गरी अब एक्सटर्नल इलेक्ट्रिक फिल्ड पनि कताबाट कता डिरेक्टेड हुने पर्यो भन्दाखेरि इलेक्ट्रिक फिल्ड भनेको जहिले पनि हायर पोटेन्शियलबाट लोअर पोटेन्शियलसम्म जान्छ भनिसकेपछि एनबाट पीसम्म नै डिरेक्टेड हुने भयो एक्सटर्नल इलेक्ट्रिक फिल्ड। एक्सटर्नल इलेक्ट्रिक फिल्ड पनि कताबाट कतासम्म एनबाट पीसम्म डिरेक्टेड हुने पर्यो। अब यहाँ हेर त फरवर्ड बायसिङमा विथ अफ द डिप्लिसन लेयर के भएको थियो, घटेको थियो भनिसकेपछि अब रिभर्स बायसिङमा विथ अफ द डिप्लिसन लेयर के हुने पर्यो भन त। रिभर्स बायसिङमा विथ अफ डिप्लिसन लेयर इन्क्रिज हुन्छ। किन भन्दाखेरि इन्टरनल फिल्ड पनि एनबाट पीतिर र एक्सटर्नल फिल्ड पनि एनबाट पीतिर, जसले गर्दाखेरि इन्टरनल फिल्ड र एक्सटर्नल फिल्डले के गर्छन् त एकअर्कालाई सपोर्ट गर्छन् र ब्यारियर पोटेन्शियल अझै बढाइदिन्छन्। अब यहाँ है त यो बढिसकेपछि यहाँ त मेजोरिटी अफ चार्ज क्यारियर पी साइडमा भनेको होल छ, त्यसै गरी अब यहाँ त होलको कन्सन्ट्रेसन भनेको पीमा धेरै छ। अब डिफ्युजन हुनको लागि होल भनेको पीबाट एनमा जानु पर्थ्यो, जहिले पनि डिफ्युजन करेन्टै धेरै हुन्छ किन भन्दाखेरि मेजोरिटी अफ चार्ज क्यारियर भनेको नै डिफ्युजन हुने हो। अब यहाँ त यो केसमा के हुन्छ, पीबाट एनतिर होल जान सक्छ त सक्दैन, किनभने एक्सटर्नल फिल्डको डिरेक्सन भनेको एनबाट पीमा छ, त्यसकारणले गर्दाखेरि पोजिटिभ चार्ज पनि कताबाट कता जान्छ त भन्दाखेरि एनबाट पीमा जान्छ। अब यहाँ त एनमा भएका पोजिटिभ चार्ज भनेका होल्स हुन् र त्यो होल्स भनेको के हो त माइनोरिटी चार्ज क्यारियर हो। माइनोरिटी चार्ज क्यारियर एक दुईवटा माइनोरिटी चार्ज क्यारियरले गर्दाखेरि सानो एमाउन्टमा करेन्ट फ्लो गर्यो भने त्यस्तो टाइपको करेन्टलाई हामी के भन्छौँ, ल एन्सर गर। माइनोरिटी चार्ज क्यारियरले गर्दाखेरि फ्लो हुने करेन्टलाई हामी भन्छौँ ड्रिफ्ट करेन्ट। ल यति कुरा क्लियर छ, यो डायग्राम क्लियर छ भने केही कुरा लेखौँ है यहाँ। ड्रिफ्ट करेन्ट, ल डायग्राम क्लियर छ भने हामी लेख्छौँ अब केही कुरा। ल रिभर्स बायसिङमा लेखौँ है त। when P side is connected to lower potential and N side is connected to higher पोटेन्शियल। त्यसै गरी यसमा भनेको भेरी स्मल स्ल्यास नल करेन्ट फ्लोज। त्यसै गरी अब यहाँ त रिभर्स बायसिङ कन्डिसनमा पीएन जङ्सन डायोडले एकदम हाई रेजिस्टेन्स प्रोभाइड गर्छ, जसले गर्दाखेरि कम एमाउन्ट अफ करेन्टहरू फ्लो हुन्छ। रेजिस्टेन्स त्यसै गरी डिरेक्सन यहाँनिर डिरेक्सन अफ करेन्ट भनेको कताबाट कता हुन्छ भन्नु पर्यो, एनबाट पीमा होल्स गइरहेको थियो भनिसकेपछि एनबाट पीतिर हुन्छ डिरेक्सन अफ करेन्ट, एनबाट पीतिर। अनि अब अर्को कुरा के छ, डिरेक्सन अफ करेन्ट थाहा पाइसकेपछि यसमा मेकानिजम के भयो त, ड्रिफ्ट भनेको केले गर्दाखेरि माइनोरिटी चार्ज क्यारियर। र यति कुरा क्लियर छ भन त। ल यति कुरा क्लियर छ भने अब यहाँ त हाम्रो रिभर्स बायसिङ भयो, फरवर्ड बायसिङ भयो। फरवर्ड बायसिङको आइबी क्यारेक्टरिस्टिक्स हेऱ्यौँ, अब रिभर्स बायसिङको हेरौँ है त। यहाँ त रिभर्स बायसिङमा मैले के गरेको छु त, पी साइडलाई पोजिटिभ पोटेन्शियल होइन नेगेटिभ पोटेन्शियल दिएको छु र एन साइडलाई मैले पोजिटिभ पोटेन्शियल दिएको छु। पी साइडलाई नेगेटिभ, एन साइडलाई पोजिटिभ। यो कन्डिसन भनेको फरवर्ड बायसिङ भयो, रिभर्स बायसिङ भयो। अब यहाँ त रिभर्स बायसिङमा मैले रिभर्स भोल्टेज बढाउँदै गर्दाखेरि के हेर्छु त भन्दाखेरि
अब रिभर्स करेन्टमा चेन्जेस कस्तो आउँछ भनेर हेर्छु। यहाँ हेर त, मैले रिभर्स भोल्टेज सुरुमा 0 थियो, अब -2 राखेँ, अब -4 राखेँ, -6 राखेँ, -8 राखेँ, -8 र यहाँ मानौँ यो 8.5 9 हो। ल यहाँ हेर त, -9 भोल्टसम्म -9 पुर्याउँदाखेरि पनि के भयो त, यहाँनिर करेन्ट हेर न, यो करेन्ट भनेको त एउटै रेटको छ नि त, यसो कन्स्ट्यान्ट टाइपको छ कि छैन भन त। यो कुरा भिजुअलाइज भयो। एकदम हाई भोल्टेज गर्दाखेरि पनि, बाहिरबाट हाई भोल्टेज दिँदाखेरि पनि, पोटेन्सियल बढाउँदाखेरि पनि, भोल्टेज जति बढाए पनि यो करेन्ट भनेको, रिभर्स करेन्ट भनेको त एकदम मिनिमम छ र त्यो कन्स्ट्यान्ट छ। त्यो कुरा भिजुअलाइज भयो कि भएन? ल त्यो कुरा भिजुअलाइज भयो। अब यहाँ हेर त, तर मैले ठ्याक्क अब 9 सम्म मेरो कन्स्ट्यान्ट थियो, तर मैले -10 पुर्याइसकेपछि अब करेन्ट भनेको वात्त बढेर C बाट D मा पुगेको छ। यो कुरा भिजुअलाइज भयो, यो कुरा देखिन सक्यो, यहाँबाट हेर्न सकिन्छ त्यो कुरा। ल त्यो कुरा देखिन सकिन्छ भने यो -10 भोल्टेजलाई नै हामी के भन्छौँ त, ब्रेकडाउन भोल्टेज। ब्रेकडाउन भोल्टेज भनेको के रहेछ त, यस्तो भोल्टेज जुन भन्दा माथि हामीले भोल्टेज बढायौं अथवा जुनमा पुगिसकेपछि के हुन्छ त, डायोड ब्रेकडाउन हुन्छ र लार्ज अमाउन्ट अफ करेन्ट भनेको रिभर्स डिरेक्सनमा फ्लो हुन सक्छ। यसलाई नै हामी के भन्छौँ त, ब्रेकडाउन भोल्टेज भन्छौँ। यो कुरा क्लियर छ ब्रेकडाउन भोल्टेजको कुरा? भन त। ल ब्रेकडाउन भोल्टेजको कुरा क्लियर छ भने अब यहाँ है त, ब्रेकडाउन भोल्टेज भनेको रिभर्स बायसिङ डायोडमा कति कुन मेकानिजमबाट हुन सक्छ। एउटा भनेको हुन सक्छ एभालान्स ब्रेकडाउन, अर्को भनेको हुन्छ जेनर ब्रेकडाउन। ल अब एभालान्स ब्रेकडाउनमा के हुन्छ भन्दाखेरि, एभालान्स भनेको के हो थाहा छ? नर्मल फिजिक्सको मिनिङ होइन, नर्मल मिनिङ के हो यसको? एभालान्स भनेको थाहा छ कसैलाई? क्यास्केड, एभालान्स भनेको एउटै जस्तो टर्म हो, एउटा पछि अर्को, अर्को पछि अर्को, एउटाले अर्कोलाई ट्रिगर गर्ने, अर्कोलाई ट्रिगर गर्ने, त्यस्तो टाइपको मेकानिजम हो। अब यहाँ है त, एभालान्स ब्रेकडाउनमा के हुन्छ भन्दाखेरि नि, यो भनेको कस्तो टाइप अफ डायोडमा अकर गर्छ भन्दाखेरि लाइटली डप डायोडमा। यो कुरा एकदम धेरै इम्पोर्टेन्ट छ, यो याद गर्ने है त। ल लाइटली डप डायोडमा हुन्छ है। अब यहाँ हेर त, हामीले यसलाई कसरी याद गर्नु पर्यो? एभालान्स ब्रेकडाउन भनेको लाइटली डप डायोडमा हुन्छ है, नाम मात्रै दिएको है, केही फरक छैन। ब्रेकडाउन भनिसकेपछि जुन भोल्टेजबाट डायोडले कन्डक्ट गर्न थाल्छ, रिभर्स डिरेक्सनमा करेन्ट देखाउन थाल्छ, त्यसलाई नै हामी भन्छौँ ब्रेकडाउन भोल्टेज। र एभालान्स ब्रेकडाउन भनेको कस्तो टाइपको डायोडमा हुन्छ भन्दाखेरि एकदम लो डपिङ भएको डायोडमा एभालान्स ब्रेकडाउन हुन्छ, र त्यसै कन्भर्सली जेनर ब्रेकडाउन भनेको केमा हुन्छ भन्दाखेरि हाई डपिङ भएको डायोडमा के हुन्छ त, जेनर ब्रेकडाउन हुन्छ। अब यहाँ हेर त, जेनर ब्रेकडाउन भनेको हाई डपिङ, हाईली अथवा हेभीली, हाईली अथवा हेभीली डप डायोडमा अकर गर्छ। यति कुरा याद गर्नु पर्यो। अब यसलाई याद कसरी गर्ने भन्दाखेरि, याद गर्न सकिन्छ भने ठिक छ, ट्रिक चाहिन्छ भने जेट फर ज्यादा, ZYADA ज्यादा भनेर सम्झिने है त। ज्यादा, जेनर ज्यादा, जेनरमा जहिले पनि ज्यादा डपिङ गरेको ठाउँमा हुन्छ। अब तिमीलाई यसमा अर्को क्वेसन सोध्न सक्छ, जेनर डायोड अथवा जेनर ब्रेकडाउन भनेको कुन कन्डिसनमा अकर हुन्छ भन्दाखेरि तिमीले के भन्नु पर्यो? जहिले पनि रिभर्स बायसिङ कन्डिसनमा अकर हुन्छ। दुईटै जेनर ब्रेकडाउन र एभालान्स ब्रेकडाउन दुईटै पनि केमा हुन्छ त, रिभर्स बायसिङ कन्डिसनमा अकर गर्छ। अब यहाँ है त, एभालान्स ब्रेकडाउन भनेको के हो भन्दाखेरि नि, यहाँनिर चार्ज पार्टिकल्सहरू छन् नि, जुन के अरे इलेक्ट्रोन्स, होल्स, के हुन्छ भन्दाखेरि इलेक्ट्रोन्स र होल्सले काइनेटिक एनर्जी गेन गरिसकेपछि एउटा इलेक्ट्रोनले के गर्न थाल्छ त, अर्को इलेक्ट्रोनलाई के गर्न थाल्छ त, ट्रिगर गर्न थाल्छ क्या। एउटा इलेक्ट्रोनको, होल्सको हाई काइनेटिक एनर्जी भइसकेपछि तिनीहरूको मुभमेन्ट हाई हुन्छ र एउटाले अर्कोलाई यसरी ठेलिदिन्छ। हेर न, यो इलेक्ट्रोन होल, एउटा इलेक्ट्रोनले अर्को इलेक्ट्रोनलाई यसरी ठेलिदिन्छ। अब यहाँ हेर त, यो इलेक्ट्रोनको एनर्जी यसमा सर्टेन एमाउन्ट अफ एनर्जी के हुन्छ त, ट्रान्सफर हुन्छ, जसले गर्दाखेरि यो इलेक्ट्रोनले अर्को इलेक्ट्रोनलाई यसरी आफ्नो एनर्जी ट्रान्सफर गर्छ, यसले अर्को इलेक्ट्रोनलाई एनर्जी ट्रान्सफर गर्छ, जसले गर्दाखेरि इलेक्ट्रोनहरू के गर्छन् त, डिप्लिसन लेयरलाई क्रस गरेर एउटा ठाउँबाट पी साइडबाट एन साइडमा अथवा
एन साइडबाट पी साइडमा जान थाल्छन्, जसले गर्दाखेरि हामीले के देख्छौँ त हाई अमाउन्ट अफ करेन्ट देख्छौँ। र यस्तो टाइप अफ ब्रेकडाउनलाई हामी के भन्छौँ त एभालान्स ब्रेकडाउन। यसमा कसैलाई के कन्फ्युजन? यसमा कसैलाई के कन्फ्युजन छ? ल छैन भने अर्कोमा जाउँ है त। ल क्वेसन हेरौँ। ल द मेजोरिटी अफ चार्ज क्यारियर्स इन पी टाइप सेमिकन्डक्टर इज, के हो मेजोरिटी अफ चार्ज क्यारियर इन पी टाइप सेमिकन्डक्टर? अप्सन ए होल। ल करेक्ट। त्यसै गरी द मेजोरिटी अफ चार्ज क्यारियर इन एन टाइप सेमिकन्डक्टर इज, के हुन्छ एन टाइप सेमिकन्डक्टरमा? इलेक्ट्रोन। करेक्ट। A p-type semiconductor can be obtained by adding arsenic to pure silicon, gallium to pure silicon, antimony to pure silicon, pure germanium and phosphorus to pure germanium. ल यसको आन्सर गर त। ल एकजनाले ए भनिरहेछ, एकजनाले बी भनिरहेछ। ल यहाँ है त, यहाँ र आर्सेनिक टु प्योर सिलिकन पी टाइप सेमिकन्डक्टर हामी कसरी बनाउँथ्यौँ? ट्राइभ्यालेन्ट इम्प्युरिटिज एड गरेर। ट्राइभ्यालेन्ट इम्प्युरिटिज एड गर्नु भनेको 3 भ्यालेन्सी भएको इम्प्युरिटिज। यहाँ त आर्सेनिक टु प्योर सिलिकन, आर्सेनिक भनेको टेट्राभ्यालेन्ट हो, आर्सेनिक त हुनै सकेन। त्यसै गरी ग्यालियम भनेको के हो? ट्राइभ्यालेन्ट हो। बोरोन, एल्युमिनियम, ग्यालियम, इन्डियम यो भनेको के हो त? ट्राइभ्यालेन्ट हो। भनिसकेपछि ट्राइभ्यालेन्ट एड गरेर हामीले पी टाइप सेमिकन्डक्टर बनाउन सक्छौँ। त्यसै गरी यहाँ त एन्टिमनी टु प्योर जर्मेनियम। एन्टिमनी भनेको के हो त? एन्टिमनीको भ्यालेन्सी कति हुन्छ? यो भनेको केमा पर्छ? तिमीहरू केमिस्ट्री त पढ्छौ, भन त। एन्टिमनी भनेको पेन्टाभ्यालेन्ट होइन त? नाइट्रोजन फ्यामिलीमा पर्दैन? नाइट्रोजन, फोस्फोरस, आर्सेनिक, एन्टिमनी, बिस्मुथ। अनि यहाँ त एन्टिमनी चाहिँ हामीले प्योर जर्मेनियममा हालेको भए हाम्रो कस्तो टाइप अफ सेमिकन्डक्टर बन्थ्यो? पेन्टाभ्यालेन्ट इम्प्युरिटी मिक्स गर्दाखेरि एन टाइप। ल यो कुरा याद गर्नु पर्यो है त। त्यसै गरी फोस्फोरस भनेको के हो? त्यसको बारेमा त हामीले पढेकै छैन। ल हेर, टु अब्टेन पी टाइप सेमिकन्डक्टर वी निड टु डप प्योर सिलिकन विथ। पी टाइप सेमिकन्डक्टर अब्टेन गर्नको लागि, पी टाइप सेमिकन्डक्टर अब्टेन गर्नको लागि वी निड टु डप प्योर सिलिकन विथ अप्सन नम्बर ए प्योर सिलिकन। पी टाइप सेमिकन्डक्टर अब्टेन गर्नको लागि हामीले ट्राइभ्यालेन्ट इम्प्युरिटी एड गर्नुपर्छ। ट्राइभ्यालेन्ट इम्प्युरिटी भनेको के हो? एल्युमिनियम। करेक्ट। हामीले जर्मेनियम भनेको के हो? जर्मेनियम भनेको त इन्ट्रिन्सिक हो हाम्रो, होइन? हामीले फोस्फोरस एड गरेको भए के हुन्थ्यो? यो फोस्फोरस भनेको पेन्टाभ्यालेन्ट इम्प्युरिटी हो। पेन्टाभ्यालेन्ट इम्प्युरिटी गर्दाखेरि कस्तो टाइप अफ सेमिकन्डक्टर बन्छ? एन टाइप। ल यो क्वेसन हेर त, सबसे टपको। अप्सन नम्बर बी। नम्बर अफ होल्स एन्ड नम्बर अफ इलेक्ट्रोन रिप्रेजेन्ट फ्री इलेक्ट्रोन्स डेन्सिटी एन्ड होल डेन्सिटी देन फर एन टाइप सेमिकन्डक्टर। एन टाइप सेमिकन्डक्टरमा के हुन्छ? जहिले पनि मेजोरिटी अफ चार्ज क्यारियर भनेको इलेक्ट्रोन, माइनोरिटी चार्ज क्यारियर भनेको होल हुन्छ। भनिसकेपछि नम्बर अफ इलेक्ट्रोन इज ग्रेटर देन नम्बर अफ होल्स। अब विच स्टेटमेन्ट इज करेक्ट? सेकेन्ड क्वेसन। एन टाइप जर्मेनियम इज नेगेटिभली चार्ज एन्ड पी टाइप जर्मेनियम इज पोजिटिभली चार्ज। होइन, यो त फर्स्टमै हामीले पढाएको थियौँ है। बोथ एन टाइप एन्ड पी टाइप जर्मेनियम आर न्युट्रल। इन्ट्रिन्सिक सेमिकन्डक्टर एन टाइप र पी टाइप दुइटै के हुन्छ त? न्युट्रल हुन्छ। एन टाइप जर्मेनियम इज पोजिटिभली चार्ज एन्ड पी टाइप जर्मेनियम इज नेगेटिभ चार्ज। यो हेर्नै परेन, दुइटै हाम्रो एन टाइप होस् या पी टाइप होस्, दुइटै सेमिकन्डक्टरहरू के हुन्छ त? न्युट्रल हुन्छ। ल इन द डिप्लिसन रिजन अफ एन अनबाइस्ड पिएन जङ्सन डायोड देयर आर, के हुन्छ? ओन्ली इलेक्ट्रोन्स, ओन्ली होल्स, बोथ इलेक्ट्रोन्स एन्ड होल्स, ओन्ली फिक्स्ड आयोन्स। अप्सन नम्बर डी। ल तिमीहरूलाई त सबै आउँछ त, ओन्ली फिक्स्ड आयोन्स। ल यो हेर, ब्यारियर पोटेन्सियल अफ अ पिएन जङ्सन डायोड डज नट डिपेन्ड अन, केमा डिपेन्ड गर्दैन? डी भनिरहेछ। ल ब्यारियर पोटेन्सियल अफ पिएन जङ्सन डायोड डज नट डिपेन्ड अपन टेम्परेचरमा डिपेन्ड गर्छ। फरवर्ड बायसिङ हुँदाखेरि ब्यारियर पोटेन्सियल घटेको बढिया छ, डिपेन्ड गर्छ। डपिङ डेन्सिटीमा पनि डिपेन्ड गर्छ है। त्यो केमा कसरी डिपेन्ड गर्छ भन्दा रिभर्स ब्रेकडाउन भोल्टेज अघि हामीले पढायौँ। अब यहाँ त डायोड डिजाइनमा चाहिँ डिपेन्ड गर्दैन।
त्यसै गरी इन फरवर्ड बायस द विथ अफ द पोटेन्शियल बेरियर इन अ पिएन जंक्सन के हुन्छ डायोड 6 नम्बर फरवर्ड बायसमा विथ अफ द पोटेन्शियल बेरियर भनेको के हुन्छ घट्छ हामीले पढायो भर्खर ल इफ टु इन्ड्स अफ पी एन्ड एन अफ अ पिएन जंक्सन डायोड आर जोइन्ड बाई वायर देन के हुन्छ अरे ल यहाँ है त यो क्वेसनले हामीलाई के भन्यो भन्दाखेरि यो मेरो पी साइड यो मेरो एन साइड अब मैले यसको दुईटा इन्डलाई यसरी वायरले यसरी जोडिदिएँ डाइरेक्टली भने यहाँनिर के हुन्छ अरे भन त के हुन्छ बी भनिरहेछ है कसैले हो बी भने हो ल आन्सर गर त ल यहाँ है त हामीले पिएन जंक्सन डायोड कसरी बन्छ ठ्याक्क पी र एनलाई यसरी मिसाइदिसकेपछि पिएन जंक्सन भन्यो है त जंक्सन मात्रै बन्यो डायोड बनिसकेको छैन अब यहाँ त मैले यो पी र एनलाई यसरी कनेक्ट गरिदिएँ भने के हुन्छ करेन्ट फ्लो हुँदैन किनभने करेन्ट फ्लो हुनको लागि त हामीले यसलाई बाइसिङ गर्नु पर्थ्यो अनि न करेन्ट फ्लो हुन्थ्यो त्यो पनि फरवर्ड बाइसिङमा मात्रै फ्लो हुन्थ्यो यहाँ त भनिसकेपछि देयर विल नट बी अ स्टेडी करेन्ट इन द सर्किट स्टेडी करेन्ट हुँदैन यो कुरा बुझ्नु पर्यो यो कुरा क्लियर छ ल द रिभर्स बायसिङ इन अ पिएन जंक्सन डायोडले के हुन्छ decreases the width of the potential barrier, increases the width of the potential barrier, increases the number of minority charge carriers, increases the number of majority charge carriers. Reverse biasing ले के गर्छ त width of the potential barrier increase गर्छ. A reverse bias diode is यहाँनिरबाट reverse biasing भएको डायोड कुन हो ल मैले लगाएको कन्सेप्ट मैले दिएको कन्सेप्ट लगाएर भन त बी भने हो क्लियर देखिएन अहिले अहिले देखिया छ ल तिमीहरूलाई म यहाँ बनाउँछु है त त्यसो भए ल अब क्लियर छ ल अब क्लियर छ भने भन त ए भनिरहेछ है त रिभर्स बायस डायोड भनेको ए हो रे ल यहाँ हेर त ल सबैभन्दा सुरुमा बीसीडी हेरौँ न त बीसीडी बीमा के छ पीलाई हायर पोटेन्सियल दिइरहेछ यसलाई नेगेटिभ अथवा लोवर पोटेन्सियल दिइरहेछ यो भनेको फरवर्ड बायस यो हाम्रो आन्सर भएन यसमा हाम्रो 0 भोल्ट भनेको यता -2 भोल्ट -2 भन्दा 0 भनेको 2 भोल्टले धेरै भनिसकेपछि यो भनेको पनि हाम्रो इनकरेक्ट त्यसै गरी तीनमा भने यो बीमा भनेको के दिइरहेछ 3 भोल्ट यतापट्टि यो अर्थिङ भनेको 0 भोल्ट भनिसकेपछि यो हायर पोटेन्सियलमा छ यो पनि फरवर्ड बायसिङ यहाँनिर -6 भोल्ट यता -3 भोल्ट भनिसकेपछि पोटेन्सियल डिफरेन्स यसको के छ त कम छ -6 भोल्ट भनेको -3 भोल्ट भन्दा कम हो भनिसकेपछि यो भनेको के छ रिभर्स बायसिङ हो ल अब यो अप्सन नम्बर क्वेसन नम्बर 13 A PN junction diode is used as B rectifier. Yes, correct. Our number of electrons in the valence shell of semiconductor is semiconductor को valence shell में कतिवटा इलेक्ट्रोन हुन्छ 4टा किनभने नर्मली हामीले कार्बन फ्यामिलीलाई लिन्छौं है ल पख है त अब
ल अब यहाँ हेर त रेक्टिफायर अहिले भर्खर हामीले के पढ्यौँ पिएन जङ्सन डायोडलाई हामीले रेक्टिफायरको रूपमा पनि युज गर्न सक्छौँ रे भनिसकेपछि रेक्टिफायर भनेको चाहिँ के हो त सुरुमा त्यो बुझौँ है कसैलाई थाहा छ रेक्टिफायर भनेको के हो भने नि यस्तो डिभाइस हो जसले भनेको एसीलाई डीसीमा कन्भर्ट गर्न सक्छ त्यस्तो डिभाइसलाई हामी रेक्टिफायर भन्छौँ त्यसो भए ट्रान्सफर्मर भनेको चाहिँ के हो त ट्रान्सफर्मर भनेको यस्तो डिभाइस हो जसले हाई भोल्टेज एसीलाई लो भोल्टेज एसीमा कन्भर्ट गर्न सक्छ यदि त्यो स्टेप डाउन ट्रान्सफर्मर हो भने र स्टेप अप ट्रान्सफर्मर हो भने के गर्छ त त्यसले एसी भोल्टेजलाई अप गराइदिन्छ यो कुरा बुझ्नु पर्यो ल अब यहाँ त व्हाट इज रेक्टिफायर भन्ने कुरा हामीले बुझ्यौँ रेक्टिफायर इज अ डिभाइस दैट इज used to convert AC to DC अब यहाँ त YPN junction is used as a rectifier types of rectifier अब यहाँ है त यो कुन टाइप अफ सिग्नल हो भन त यो एसी हो कि डीसी हो यो एसी हो ल एसी हो अब यहाँ हेर त मैले यसलाई कुनै पनि डिभाइस युज गरेर मैले यसलाई यस्तो बनाइदिएँ अरे यो के हो भन त यो डीसी ल यो डीसी हो भन्ने कुरामा कसैलाई केही कन्फ्युजन छ यहाँ है त एसी हुनको लागि के हुनु पर्यो एउटा भनेको पोजिटिभ हाफ साइकल एउटा भनेको नेगेटिभ हाफ साइकल पोजिटिभ हाफ साइकल नेगेटिभ पोजिटिभ हाफ साइकल नेगेटिभ पोजिटिभ नेगेटिभ यहाँ हेर त ए डीसीमा के पोजिटिभ पनि पोजिटिभ 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 यो कस्तो टाइपको डीसी हो करेन्ट भनेको सुरुमा बढिरहेछ यता करेन्ट हो यता भोल्टेज हो भने करेन्ट सुरुमा बढिरहेछ है करेन्ट बढेर पिक भ्यालुमा आएर फेरि जिरोमा आयो अनि फेरि बढेर फेरि जिरोमा आयो यस्तो टाइपको डीसी रहेछ फ्लक्चुएटिङ डीसी तर यहाँ त यसले आफ्नो डिरेक्सन भने के गरे छैन त यसले आफ्नो यो भने यसको पोजिटिभ एउटै मात्रै साइकल छ यसको नेगेटिभ हाफ साइकल छैन एउटै टाइपको साइकल छ भनिसकेपछि यो के भयो त डीसी भयो एउटै डिरेक्सनमा फ्लो गर्छ ल अब यहाँ है त अब रेक्टिफायर भनेको के रहेछ त डीसीमा कन्भर्ट गर्ने एसी रेक्टिफायरको रूपमा युज गर्न सक्छौँ भन्दाखेरि त्यो कुरा यहाँ है त हामीसँग दुईटा टाइप अफ रेक्टिफायर छ एउटा भनेको हाफ वेभ रेक्टिफायर अर्को भनेको फुल वेभ रेक्टिफायर यो दुईटा टाइप अफ रेक्टिफायर छ ल यहाँ है त सबैभन्दा सुरुमा हाफ वेभ रेक्टिफायर त्यस पछाडि फुल वेभ रेक्टिफायर यो पिक्चर क्लियर छ यो दुईटा पिक्चर क्लियर छ छैन ल त्यसो भए यहाँ है त यहाँबाट मैले एसी दिन्छु यो हो मेरो ट्रान्सफर्मर यो मेरो के हो प्राइमेरी कोइल त्यसै गरी यहाँनिर म आइरनको ल्यामिनेटेड कोर राख्छु त्यसै गरी यो मेरो सेकेन्डरी कोइल ल यहाँनिर के छ त अब यहाँ है त यहाँ म एउटा डायोड राख्छु यसरी यो पोइन्टमा मैले के राखेँ डायोड राखेँ ल अब यहाँनिर मैले एउटा रेजिस्टर राख्छु र यहाँबाट म के लिन्छु त आउटपुट लिन्छु ल यहाँबाट म के लिन्छु आउटपुट लिन्छु यहाँ हेर त यति कुरा अब क्लियर छ अब क्लियर छ कि छैन ल अब क्लियर छ भने अब यहाँ है त अब हाफ वेभ रेक्टिफायरमा के हुन्छ त पोजिटिभ हाफ साइकलमा के हुन्छ यो अप्पर पार्ट ल यसलाई मैले माने ए साइड यसलाई मैले माने बी साइड यहाँ त पोजिटिभ हाफ साइकलमा यो पार्ट के हुन्छ यहाँबाट पोजिटिभ यो पोजिटिभ पोजिटिभ यो पोजिटिभ भनिसकेपछि यो पार्ट पोजिटिभ हुन्छ यो ए साइड भनेको पोजिटिभ हुन्छ पोजिटिभ हाफ साइकलमा अप्पर पार्ट भनेको पोजिटिभ यहाँ हेर त पोजिटिभ हाफ साइकलमा अप्पर पार्ट पोजिटिभ भइसकेपछि यो पी साइडलाई यसले के दिने हो पोजिटिभ पोटेन्सियल दिने हो पी साइडलाई पोजिटिभ पोटेन्सियल एन साइडलाई नेगेटिभ पोटेन्सियल भनिसकेपछि यो कस्तो टाइप अफ बायसिङ हुने भयो यो हुने भयो फरवर्ड बायसिङ ल पोजिटिभ हाफ साइकलमा हाम्रो के हुँदो रहेछ त डायोड भनेको फरवर्ड बायस हुँदो रहेछ भनिसकेपछि यसले करेन्ट फ्लो हुन दिन्छ र यसरी हाम्रो करेन्ट फ्लो भएर यहाँबाट हामीले यो रेजिस्टरबाट आउटपुट पाउँछौँ यति कुरा क्लियर छ
ल यति कुरा क्लियर छ भने अब यहाँ हेर है त, अब नेगेटिभ हाफ साइकलमा नेगेटिभ हाफ साइकलमा के हुन्छ, नेगेटिभ हाफ साइकलमा यो अप्पर हाफ भनेको नेगेटिभ हुन्छ, जसले गर्दाखेरि यो पी साइडमा नेगेटिभ पोटेन्सियल जाने भयो, यहाँनिर नेगेटिभ पोटेन्सियल जाने भयो। यो नेगेटिभ पोटेन्सियल गएको कारणले गर्दाखेरि यो पीएन जङ्सन डायोड भनेको के हुन्छ त, अब रिभर्स बायस हुन्छ। रिभर्स बायस भइसकेपछि यसले यहाँबाट के हुन दिँदैन, करेन्ट फ्लो हुन दिँदैन, जसले गर्दाखेरि नेगेटिभ हाफ साइकलमा के देखिँदैन त, करेन्ट देखिँदैन, अथवा यहाँ केही पनि आउटपुट आउँदैन। यहाँ आउटपुट नआइसकेपछि यहाँ हेर त, पोजिटिभ हाफमा आउटपुट आयो, नेगेटिभ हाफमा आउटपुट आएन। हाम्रो एसी इनपुट यस्तो थियो। ल हाम्रो एसी इनपुट यस्तो थियो भने यो एसी भयो, यो भोल्टेज भयो, यो करेन्ट भयो हो। हाम्रो इनपुट एसी यस्तो थियो भने अब यहाँ हेर त, हाम्रो आउटपुट एट रेजिस्टेन्स चाहिँ कस्तो आउँछ त भन्दा पत्ता गर। आउटपुट एट रेजिस्टेन्स कस्तो आउँछ त भन्दाखेरि यहाँ हेर त, पोजिटिभ हाफ साइकलमा आउटपुट देखियो, नेगेटिभ हाफ साइकलमा केही पनि देखिएन, नेगेटिभ हाफ साइकलमा केही पनि देखिएन, खाली रह्यो। अब फेरि पोजिटिभ हाफ साइकलमा यसरी देखियो, नेगेटिभ हाफ साइकलमा केही देखिएन, खाली रह्यो, फेरि पोजिटिभ। यस्तो टाइपको हाम्रो आउटपुट आउँदो रहेछ। यो कुरा क्लियर छ। अब हाम्रो के भयो त, एसी भनेको डीसीमा कन्भर्ट भयो। यसरी नै हाम्रो हाफ वेभ रेक्टिफायरले चाहिँ के दिन्छ त, आधी आधी इनपुट दिन्छ क्या। यहाँ हेर त, एउटा इनपुट पोजिटिभ हाफ साइकलको इनपुटको आउटपुट दियो, त्यसै गरी यो नेगेटिभ हाफ साइकलको इनपुटको आउटपुट दिन सकेन, त्यसै गरी यसको आउटपुट दियो, यसको आउटपुट दियो, यसको आउटपुट दिएन। यो कुरा बुझ्यो। हाफ वेभ रेक्टिफायरले के गर्छ त, हाफ मात्रै आउटपुट दिन्छ, हामीले हालेको सिग्नलको हाफ मात्रै आउटपुट दिन्छ। ल अब त्यसो भए नेगेटिभ हाफ वेभ रेक्टिफायर बुझ्यो भने फुल वेभ रेक्टिफायर हेरौँ है त। ल फुल वेभ रेक्टिफायर कस्तो हुन्छ, ल यहाँ है त। अब हाम्रो फुल वेभ रेक्टिफायर कस्तो हुन्छ भन्दाखेरि नि, यहाँबाट हामी आउटपुट लिन्छौँ। ल अब यहाँ हेर त, फुल वेभ रेक्टिफायर भनेको हाम्रो कस्तो हुन्छ, यहाँबाट हामीले अब पोजिटिभ हाफ साइकलमा हेर त, पोजिटिभ हाफ साइकलमा यो अप्पर पार्ट भनेको के हुन्छ, पोजिटिभ हुन्छ, यो लोवर पार्ट भनेको के हुन्छ, नेगेटिभ हुन्छ। यति कुरा बुझ्नु पर्यो। पोजिटिभ हाफ साइकलमा अप्पर पार्ट भनेको पोजिटिभ हुन्छ। ल अप्पर यो भयो हाम्रो एसी। पोजिटिभ हाफ साइकलमा अप्पर पार्ट पोजिटिभ हुन्छ र यो साइडले कन्डक्ट गर्यो, पोजिटिभ देखियो। अब यहाँ हेर त, नेगेटिभ हाफ साइकलमा के हुन्छ, नेगेटिभ हाफ साइकलमा लोअर पार्ट भनेको के हुन्छ, नेगेटिभ हाफ साइकलमा अप्पर पार्ट नेगेटिभ हुन्छ र लोअर पार्ट के हुन्छ, पोजिटिभ हुन्छ। यसरी बुझ्नु पर्यो यहाँ है त। पोजिटिभ हाफ साइकलमा अप्पर पार्ट पोजिटिभ हुन्छ र डायोड 1, यसलाई भनौँ डायोड 1, यो डायोड 1 भनेको फरवर्ड बायस भयो र यो डायोड 2 भनेको रिभर्स बायस भयो। त्यसै गरी पोजिटिभ हाफ साइकलमा डायोड 1 एउटै मात्रै डायोडले आउटपुट दियो, यो भयो हाम्रो फर्स्ट आउटपुट। त्यसै गरी नेगेटिभ हाफ साइकलमा अब हेर त, नेगेटिभ हाफ साइकलमा 1 भनेको अप्पर पोर्सन, फर्स्ट डायोड भनेको अब के हुन्छ, माथि नेगेटिभ हुन्छ भनिसकेपछि फर्स्ट डायोड भनेको रिभर्स बायस हुन्छ। सेकेन्ड डायोड भनेको कस्तो बायस हुन्छ भन्दा त, सेकेन्ड डायोड भनेको फरवर्ड बायस हुन्छ भनिसकेपछि अब नेगेटिभ हाफ साइकलमा पनि हाम्रो आउटपुट आउँछ। त्यो आउटपुट केले दिन्छ त, सेकेन्ड बायस डायोडले दिन्छ भनिसकेपछि हाम्रो आउटपुट यस्तो आउने पर्यो, कन्टिन्युअस आउटपुट आउँछ, हाम्रो कन्टिन्युअस वेभ फर्म हुन्छ भनिसकेपछि फर्स्ट भनेको D1 ले गर्दाखेरि भयो, त्यस पछाडि D2, D1, D2, D1, D2, D1, D2। ल यो कुरा क्लियर छ। ल यो कुरा क्लियर छ भने अब हामीले यहाँबाट के बुझ्नु पर्यो भन्दाखेरि, फुल वेभ रेक्टिफायरले कन्टिन्युअसली आउटपुट दिन्छ र यसमा के हुन्छ, दुईटा डायोड युज हुन्छ, 2pn जङ्सन डायोड युज्ड। यति कुरा बुझ्नु पर्यो। दुईटा पिएन जङ्सन डायोड युज हुन्छ। त्यस पछाडि यो डायोडहरू कसरी काम गर्छन्, अल्टरनेटली काम गर्छ। एउटा डायोडले काम गर्दाखेरि अर्को डायोड के हुन्छ त, रिभर्स बायस भनिसकेपछि अफ जस्तो केस गरौँ यहाँ है त। ल टु डायोड वर्क्स अल्टरनेटली।
अनि अर्को कुरा के बुझ्नु पर्यो, दुईटै डायोड ल्याएर है त अब हामीले यहाँ केमा झुक्क्याउँछ भन्दाखेरि दुईटा डायोड अल्टरनेटली वर्क गर्छ भन्ने कुरा यहाँनिर बुझियो। तर यहाँ हेर त हामीलाई क्वेसनमा के सोधिन्छ, दुईटा डायोडको ओरिएन्टेसन भनेर सोधिन्छ क्या। ओरिएन्टेसन त यहाँ हेर न, ओरिएन्टेसन त दुईटै डायोडको सेम छ नि त, यो पनि पी बाट एन यस्तै छ, यो पनि पी बाट एन यतैपट्टि छ, यसको पनि दुईटैको एउटै डिरेक्सनमा पी बाट एन छ। भनिसकेपछि के बुझ्नु पर्यो, दुईटा पिएन जङ्सन डायोड युज हुन्छ, दुईटा डायोड अल्टरनेटली काम गर्छ, तर के हुनु पर्यो त दुईटा डायोडको ओरिएन्टेसन चाहिँ सेम छ। ल यति कुरा बुझियो, फुल वेभ रेक्टिफायर र हाफ वेभ रेक्टिफायरको कुरा बुझियो। ल ल त्यसो भए यहाँ त जेनर डायोड भनेको के हो, यसमा हामीले जेनर डायोडमा के क्वेसन सोध्छ भन्दाखेरि जेनर डायोड भनेको अघि हामीले जेनर ब्रेकडाउन पढ्यौँ नि, त्यस्तै हो। जेनर ब्रेकडाउन भनेको केमा हुन्थ्यो, कस्तो रिजनमा, जेनर ब्रेकडाउन भनेको जहिले पनि हेभिली डप्ड, यो भनिसकेपछि हेभिली डप्ड डायोड वर्किङ इन रिभर्स बायस्ड कन्डिसन। अनि यसलाई के युज गरिन्छ, युज एज भोल्टेज रेगुलेटर। ल यसबाट इम्पोर्टेन्ट कुरा भनेको यही हो जेनर डायोडबाट। जेनर डायोड के हुन्छ त रिभर्स बायस कन्डिसनमा युज हुन्छ। जेनर डायोड भनेको हेभिली डप डायोड हो र यो भनेको के को रूपमा युज हुन्छ, भोल्टेज रेगुलेटरको युजमा। अब जेनर सर्किट देखाइदिन्छु है त। ल यहाँबाट मैले फ्लक्चुएटिङ भोल्टेज दिएँ, फ्लक्चुएटिङ, यहाँ मसँग एउटा रेजिस्टेन्स छ, यहाँसँग मसँग छ जेनर डायोड। ल यस्तै यस्तै हुन्छ जेनर डायोडको सिम्बल। अनि यहाँबाट मैले के लिइरहेको छु त, आउटपुट लिइरहेको छु। ल यहाँ हेर त, यहाँबाट मैले फ्लक्चुएटिङ भोल्टेज दिइरहेको छु। फ्लक्चुएटिङ भोल्टेज दिइसकेपछि यदि यो भोल्टेज यहाँ हेर त यहाँनिर भिजेड, भिजेड भनेको जेनर भोल्टेज, यो भनेको भी एक्सटर्नल। ल यदि भी एक्सटर्नल भनेको भिजेड भन्दा ग्रेटर छ भने मात्रै जेनर डायोड काम गर्छ। र यहाँ हेर त यहाँनिर यो भिई जतिसुकै दियोस्, अब यो जेनर डायोडको प्रोपर्टी चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसमा डिप जानु पर्दैन। यति कुरा के बुझ्ने भन्दाखेरि यदि यो भिई भिजेड भन्दा धेरै छ तर हामीलाई आउटपुट त कम चाहिएको छ, किन भन्दाखेरि यदि हामीले आउटपुट फ्लक्चुएट गर्यौँ भने त हाम्रो डिभाइस त बिग्रिन्छ। भनिसकेपछि हामीलाई यो भिजेडकै एमाउन्टमा आउटपुट चाहियो नि त। हेर त यो भिजेड हो भनिसकेपछि यसको प्यारलल यो पनि भिजेडै हुनु पर्यो। यो भिजेड जति आउटपुट हामीलाई चाहिनको लागि हामीले के गर्नु पर्यो त, यहाँ हेर त यो जेनर डायोडमा अब एउटा मेकानिजम के रन गर्छ, यहाँ भोल्टेज एकदम हाई भयो भने यहाँनिर यो रेजिस्टरले पोटेन्शियल ड्रप गराइदिन्छ। रेजिस्टरको काम के हो, पोटेन्शियल ड्रप गराउने, पोटेन्शियल घटाउने। पोटेन्शियल घटिसकेपछि यो पोइन्टमा चाहिँ के जान्छ त, यो जेनर डायोडमा चाहिँ यो भिजेडै पोटेन्शियल रहन्छ र जसले गर्दाखेरि यो बाहिरको पोटेन्शियल प्यारलली यो पोटेन्शियल पनि हामीले के देखिन्छ त, भिजेड यानी कि स्टेबलाइज्ड भोल्टेज देखिन्छ। भनिसकेपछि जेनर डायोड भनेको भोल्टेज रेगुलेटरको रूपमा काम गर्छ। यो कुरा बुझ्यो। यसबाट हामीले के याद गर्नु पर्यो, जेनर डायोड इज अ हेभिली डप डायोड, इट वर्क्स इन अ रिभर्स बायसिङ कन्डिसन, इट क्यान बी युज एज अ भोल्टेज रेगुलेटर अथवा भोल्टेज स्टेबलाइजर। ल यो यति यस जेनर डायोडबाट सोधिराख्ने क्वेसन भनेको यिनीहरू हो। ल अब हामी जाउँ ट्रान्जिस्टरमा। ट्रान्जिस्टर भनेको के हो त, ट्रान्जिस्टर भनेको एउटा 3टा टर्मिनल भएको डिभाइस हो। ट्रान्जिस्टर भनेको हामीले स्यान्डविच खाए जस्तै हो क्या। स्यान्डविचमा हामीले दुईटा ब्रेड, ल ब्रेड स्यान्डविच भनौँ न, ब्रेड दुईटा ब्रेडको बिचमा हामीले के मिसाउँछौँ त, लेट्युस अथवा टोमेटोज समथिङ त्यस्तै भेजिजहरू मिसाउँछौँ नि त। ल त्यस्तै ट्रान्जिस्टरमा भनेको दुईटा सेम टाइप अफ एक्सट्रिन्सिक सेमिकन्डक्टरको बिचमा एउटा सेमिकन्डक्टर एक्सट्रिन्सिक सेमिकन्डक्टर मिसाएको हुन्छ। यहाँ हेर त आइदर पी टाइप और एन टाइप सेमिकन्डक्टर, आइदर पी टाइप और एन टाइप सेमिकन्डक्टर बिट्विन अ पेयर अफ अपोजिट टाइप्स। भनिसकेपछि यहाँ हेर त मसँग दुईटा टाइप अफ सेमिकन्डक्टर छ, एन टाइप र पी टाइप। मैले ट्रान्जिस्टर बनाउनको लागि के गर्न सक्छु, एउटा एन टाइप सेमिकन्डक्टरलाई दुईटा पी टाइपको बिचमा स्यान्डविच गर्न सक्छु। अर्को म के गर्न सक्छु त, एउटा पी टाइप सेमिकन्डक्टरलाई दुईटा एन टाइपको बिचमा स्यान्डविच गर्न सक्छु। भनिसकेपछि हामीले पढ्नुपर्ने ट्रान्जिस्टर भनेको कतिवटा रहेछ, दुईटा टाइपको रहेछ। एउटा भनेको पिएनपी ट्रान्जिस्टर, अर्को भनेको एनपिएन ट्रान्जिस्टर।
ल अब यहाँ हेर त ट्रान्जिस्टरमा भनेको जङ्सन कतिवटा हुन्छ दुईटा एउटा भनेको एन र पी को बिचमा र एउटा भनेको पी र एन को बिचमा अथवा अर्को भनेको यहाँ के भयो यो पी र एन को बिचमा एन र पी को यहाँ हेर त जङ्सन भनेको यो फर्स्ट जङ्सन यो सेकेन्ड जङ्सन अब टर्मिनल भनेको के हुने पर्यो त यो एनबाट एउटा टर्मिनल निस्किन्छ पीबाट एउटा र फेरि यहाँबाट एनबाट एउटा भनिसकेपछि जङ्सन चाहिँ दुईटा हुन्छ टर्मिनल भनेको तीनटा हुन्छ ल यो तीनटा टर्मिनललाई हामीले के भन्छौँ त तीनटा टर्मिनललाई हामी भन्छौँ इमिटर बेस र कलेक्टर हामीले यो तीनटा टर्मिनललाई के भन्छ एउटा इमिटर एउटा बेस अर्को कलेक्टर इमिटरको काम के हो त इमिटरको काम भनेको इलेक्ट्रोन्सलाई इमिट गर्ने र कलेक्टरको काम भनेको कलेक्टरमा के हुन्छ त इलेक्ट्रोन्स कलेक्ट हुने अब यहाँ हेर यसरी टर्मिनल हुन्छ यसको एउटा टर्मिनल दुईटा टर्मिनल तीनटा टर्मिनल यहाँ हेर है त इमिटर भनेको इनले करेन्ट इलेक्ट्रोन इमिट गर्नु पर्यो यसरी सम्झिने क्या इमिटरले इलेक्ट्रोन इमिट गर्नु पर्यो भनिसकेपछि पक्कै पनि योसँग धेरै इलेक्ट्रोन हुनु पर्यो भनिसकेपछि यसलाई हेभिली डप्ट गरौँ क्या हामी है हेभिली डप्ट इमिटर भनेको हेभिली डप्ट र थिक हुन्छ त्यसै गरी बेस भनेको थिन र लाइटली डप्ट किनभने हेर त यो इमिटरबाट इलेक्ट्रोन त यता कलेक्टरमा पास गर्नु पर्यो यो बेस एकदम ठुलो छ भने यो इलेक्ट्रोन यहाँ कलेक्टरसम्म इजिली पास हुन नसक्ला जसले गर्दाखेरि यो के हुनु पर्यो त बेस भनेको थिन एन्ड लाइटली डप्ट हुनु पर्यो त्यसै गरी कलेक्टर भनेको मोडरेटली डप्ट हुन्छ इन बिट्विन इमिटर एन्ड बेस ल यो कुरा बुझ्नु पर्यो त्यसै गरी अब हेर त यो इमिटर बेस जङ्सन यो इमिटर र बेसको जङ्सन भनेको फरवर्ड बायस हुनु पर्यो र यो कलेक्टर र बेसको जङ्सन भनेको रिभर्स बायस हुनु पर्यो यो सबै याद गर्ने कुरा छ है त यसमा ल अब यहाँ कसरी याद गर्ने भन्दाखेरि आरसिबी भनेको के हो रिभर्स कलेक्टर बेस जङ्सन यसरी बुझ्ने है त आरसिबी रिभर्स कलेक्टर बेस जङ्सन इमिटर बेस जङ्सन फरवर्ड ल फेरि कसरी एफसिबी भनेर नझुक्किने नि बुझ्यौ आरसिबी भनेको क्रिकेटकै क्लब याद गर्ने है त ल यहाँ आरसिबी भनेको रिभर्स कलेक्टर बेस जङ्सन त्यसै गरी अब यहाँ विथ भनेको सबैभन्दा धेरै विथ भनेको कलेक्टरको हुन्छ किनभने यसले के गर्नु पर्यो कलेक्ट गर्नु पर्यो कलेक्ट गरेर राख्नको लागि त एकदम धेरै एरिया चाहियो नि त त्यस पछाडि इमिटर अब दिनको लागि पनि सुरुमा आफूसँग हुनु पर्यो त्यही भएर यससँग पनि अलिकति धेरै एरिया त चाहियो भनिसकेपछि त्यस पछाडि इमिटर अनि लास्टमा भनेको बेसले त एकबाट अर्कोमा पास हुन त दिने हो त्यस पछाडि इमिटर बेसको कन्ट्याक्ट एरिया भनेको के हुन्छ त कलेक्टर बेसको कन्ट्याक्ट एरिया भन्दा कम हुन्छ भनिसकेपछि यो इमिटर यो बेस भयो भने यसको कन्ट्याक्ट एरिया यो भयो भने कलेक्टर र बेसको कन्ट्याक्ट एरिया यो ठुलो हुन्छ क्या यसरी यो यति कुरा याद राख्नु पर्यो है त यसबाट फ्रिक्वेन्टली क्वेसनहरू सोध्छ ल अहिलेसम्म पढाएको केही नबुझेको छ ल भन त अहिलेसम्म केही नबुझेको छ केही क्वेसन छ कसैलाई क्वेसनहरू छ केही भन त केही प्रब्लम छ भने तिमीहरूलाई ल छैन सबै बुझिया छ क्वेसनहरू तिमीहरू ट्राई गरिरहेछौ घरमा सल्भ गरिरहेछौ मिलिरहेछ कि छैन ल सबै क्लियर छ भने आज ल ठिक छ मिलिरहेछ सबै क्लियर छ अरू केही प्रब्लम छैन भने आजलाई फिजिक्स क्लास यति नै है त अब फेरि फर्दर क्लासमा हामी एनपिएन ट्रान्जिस्टरबाट ट्रान्जिस्टरको टाइप्सहरू सुरु गर्छौँ अनि त्यस पछाडि हामी लजिक गेट्सहरू पनि त्यतिखेर ऱ्यापअप गर्छौँ है त हुन्छ ल ठिक छ